नमस्कार, तपाईँको स्वागत छ हाम्रो युट्युब च्यानलमा। हाम्रो युट्युब च्यानल तपाईँहरूले सब्सक्राइब गरिदिनु होला। अब लागौँ आजको विषयवस्तुतर्फ। फिक्सिङ आरोपमा मुसिएका आदिल आलम अब निर्दोष प्रमाणित भइसकेका छन् र के अब उनी फेरि नेपाली क्रिकेट टिममा फर्किएलान्? आज हामी बताउँदैछौँ यस भिडियोमा। तपाईँहरूले भिडियोलाई अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। मुरुङबाट आएका एक युवा तेज बलर आदिल आलम घरेलु क्रिकेटमा राम्रो छाप छोडेका एक प्रतिभावान खेलाडी हुन्। धेरैले उनलाई नेपाली क्रिकेटको भविष्यको रूपमा हेरेका थिए, तर 2023मा एक समाचारले सबैजनालाई स्तब्ध बनायो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले आदिललाई अस्थायी रूपमा क्रिकेट गतिविधिबाट बन्द गरियो। आरोप थियो खेल फिक्सिङमा संलग्नता, खेलमा आचार संहिता पालन नगरेको नियम उल्लङ्घन आरोप लागेको थियो। र यो समाचार पाएपछि नेपाली क्रिकेट फ्यानहरू दुई भागमा विभाजित भए। केहीले आदिलको साथ दिए भने केहीले आदिलको आलोचना गरे। तर आदिलले सधैँ भन्थे, म निर्दोष छु। आइसिसीको टोलीले महिनासम्म अनुसन्धान गर्यो। आदिलले सबै प्रक्रियामा सहयोग गरे, प्रमाण पेश गरे। लामो समय लाग्यो, तर अन्ततः सत्य बाहिर आयो। 2025को सुरुवातमा आइसिसीले सार्वजनिक रूपमा घोषणा गर्यो, आदिल आलम अन्सारी कुनै अपराधमा नमुसिएको प्रमाण पेश गरियो र उनी निर्दोष साबित भएको खुलासा गर्यो। निर्दोष साबित भएपछि आदिलले सामाजिक सञ्जालमा लेख्छन् कि धेरै गाह्रो समय थियो, तर सत्यमा दृढ थिएँ। म फर्किएको छु। अब सबैको चासो यो छ, के आदिल आलम नेपाली राष्ट्रिय टिममा पुनः आगमन गर्लान् या स्थान पाउलान्? के उनी पहिलेको जस्तो प्रदर्शन दिन सक्लान्? कि उनले पहिले जस्तै हेलिकप्टर सट प्रहार गरेर दर्शकहरूको मन जित्न सफल होलान्? तपाईँहरूले यो भिडियो कस्तो लाग्यो? तपाईँ आदिल आलमको फ्यान हुनुहुन्छ भने तपाईँहरूले हाम्रो भिडियोलाई एक लाइक गर्न पनि नभुल्नुहोला र कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला तपाईँलाई हाम्रो भिडियो कस्तो लाग्यो। भिडियो हेरेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद व्यक्त गर्दछौँ। र आलम के राष्ट्रिय टिममा फर्केलान्, यस विषयमा तपाईँहरूले कमेन्ट गर्न पनि नभुल्नुहोला। हाम्रो युट्युब च्यानल सब्सक्राइब गरेर साथ दिनुहोला। यस भिडियोबाट हामी बिदा माग्न चाहन्छौँ। धन्यवाद। जय नेपाल, जय क्रिकेट।